नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ हाम्रो यस शेयर बजार गुरु युट्युब च्यानलमा। तपाईहरुलाई नेपाली शेयर बजार सम्बन्धी जानकारी दिने क्रममा नयाँ अपडेटहरू लिएर आउने क्रममा आज म पुनः उपस्थित भइसकेको छु। विकास हाइड्रो पावर लिमिटेडको आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डबाट स्वीकृति भएर आएको थियो। यस कम्पनीले आइपिओ निष्कासन गर्ने मिति घोषणा गरिसकेको छ र यस कम्पनीले कति किता आइपिओ निष्कासन गर्दैछ, सो कम्पनीको आइपिओमा हामीले कहिलेदेखि कहिलेसम्म आवेदन दिन सक्छौं र यस कम्पनीले कुल कति किता आइपिओ निष्कासन गर्दैछ र यो कम्पनीको आइपिओ कति जना लगानीकर्ताहरूलाई पर्नेछ, सोको बारेमा आज हामी विकास हाइड्रो पावर लिमिटेडको बारेमा विस्तृत रूपमा चर्चा परिचर्चा गर्नेछौँ। यदि तपाईँ विकास हाइड्रो पावर लिमिटेडको आइपिओ भर्न चाहनुहुन्छ भने कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। साथीहरू, सुरुमा कुरा गरौँ हाम्रो यस विकास हाइड्रो पावर लिमिटेड कम्पनी जलविद्युत आयोजना अन्तर्गतको कम्पनी रहेको छ भने यस कम्पनीले केही समय अगाडि 10-15 दिन अगाडि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ भने यस कम्पनीले आइपिओ आवेदन मिति घोषणा गरेको छ। यस कम्पनीले कुल आफ्नो जारी पुँजी 90,91,01,300 रुपैयाँ रहेको छ र यसले आफ्नो कुल पुँजीको करिब 49% बराबरको प्राथमिक शेयर निष्कासन गरेको छ, जसको मतलब 51% प्रमोटरसँग रहनेछ भने 49% शेयर पब्लिकसँग रहनेछ। यस कम्पनीले करिब 44,54,49,600 रुपैयाँ मूल्य बराबरको आइपिओ निष्कासन गर्दैछ। यस कम्पनीले रु 100 अङ्कित मूल्यमा बिक्री गर्न लागेको हो। कुल किता 44,54,600 किता आइपिओ निष्कासन गर्न लागेको छ। हाइड्रो पावर सेक्टरको कम्पनी भएको कारणले गर्दा यस कम्पनीले पहिलो चरणमा लोकल बासिन्दा र फरेन इम्प्लोइको लागि आइपिओ निष्कासन गर्ने मिति घोषणा गरेको छ। यस कम्पनीको बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ भने विकास हाइड्रो पावर लिमिटेड कम्पनी विशेष गरी नेपाल हाइड्रो 4.55 मेगावाट अर्थात् 4.5 मेगावाट बराबरको हो। यसले दार्चुला गाउँपालिका जुन गोर्खा जिल्लामा पर्दछ यहाँ यो आयोजना निर्माण गरिरहेको छ। करिब 1 अर्ब लगानी बराबरको यस कम्पनीले हाइड्रो पावर निर्माण गरिरहेको छ भने जसमा करिब 35% प्रमोटरहरूको लगानी रहेको छ र बाँकी 65% वाणिज्य बैङ्कहरूको लगानी रहेको छ। अब कुरा गरौँ आइपिओ निष्कासनको कुल 44,54,000बाट लोकल बासिन्दाको फरेन इम्प्लोइको लागि 3,54,550 किता छुट्याइएको छ। यस कम्पनीको आइपिओमा तपाईँले 10 कितादेखि म्याक्सिमम 1000 कितासम्म आवेदन दिन सक्नुहुनेछ, तर अत्याधिक आवेदन पर्ने भएकाले 10 किता दिनु नै उपयुक्त हुन्छ। स्थानीय बासिन्दाको हकमा चर्चा गर्दा दार्चा गाउँपालिकाको वडा नम्बर 4 र 5 का लागि 40% र वडा नम्बर 1, 2, 3 र 6 का लागि बाँकी 60% छुट्याएको छ। स्थानीय बासिन्दाले प्रभु क्यापिटलसँग सम्पर्क गर्न सक्नुहुन्छ। अब कुरा गरौँ आवेदन मितिको। यस कम्पनीको आइपिओको आवेदन मिति जेठ 6 गतेदेखि सुरु हुनेछ र जेठ 20 गतेसम्म खुला रहनेछ। यदि आवश्यक परेमा असार 4 गतेसम्म पनि आवेदन दिन। आवेदकको रेकर्ड हेर्दा चान्बी इनर्जी वा ट्रेड टावरको जस्तै करिब 58-60 हजार जनाले आवेदन दिन सक्ने सम्भावना छ। त्यसअनुसार फरेन इम्प्लोइका लागि करिब 55% लाई पर्नेको सम्भावना देखिन्छ। स्थानीय बासिन्दाका लागि भने पर्न सक्ने किता तपाईको गाउँपालिकाको जनसङ्ख्याको आधारमा अनुमान गर्न सकिन्छ। यदि भागमा 100 किता आउँछ भने 5 गुणासम्म आवेदन दिन सक्नुहुन्छ, तर लोकल शेयर 3 वर्षसम्म बिक्री गर्न मिल्दैन भन्ने कुरा ध्यान दिनुहोला। आज यिनै जानकारीहरू थिए विकास हाइड्रो पावर लिमिटेड कम्पनीको फरेन इम्प्लोइका लागि 3,54,550 किता र लोकल बासिन्दाको लागि 9 लाख। तपाईँले जेठ 6 देखि 20 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। त्यसैले आफ्नो खातामा पैसा तयार राख्नुहोस्। यदि फरेन इम्प्लोइ हुनुहुन्छ भने कम्तीमा 10 किताको लागि पैसा राख्नुहोला। सँगै चार्ज पनि लाग्न सक्छ।
कम्पनी ठिकठाक छ। हाइड्रो पावर सेयरहरूमा 5-7 गुणा लाभ पाउने सम्भावना हुन्छ, त्यसैले डराउनु पर्दैन, आवेदन दिनुहोस्। विकास हाइड्रो पावर लिमिटेड कम्पनीको बारेमा तपाईँको के धारणा छ कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस्। यदि तपाईँहरू यस्तै आइपिओ, एफपिओ र सेयर बजारसँग सम्बन्धित नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यदि च्यानलमा यस्ता अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्नेछु। आजको लागि यति नै, धन्यवाद।